हेर्नुहोस् एक होनहार युवा हैन नेपाललाई के खाजा नेपालीको खाजा जसरी टक्क हुन्छ नि मेलामा खाजा बोके जसरी के बोक्नु वर्षाजी आज तपाईले खाजा आलुको अचार हैन बेसिकली आज के छ भनेर म भन्ने कुरा गर्नेवाला छौँ आज हामी पहिला हाम्रो होनहार युवाको कलाहरू आज कहाँ जाँदैछ सुजन दाइ रेसिपी आज अब नेपाली रेसिपी लिक नगर्ने भनेर हामी रेसिपी आज भनेको एक्ज्याक्टली तपाईँले भने हाम्रो होइन पोइन्ट के भन्दा इन्टरनेसनल डिनर भन्ने इभेन्ट छ कल्चर सेयरिङ क्लबबाट युनिभर्सिटीको त्यसमा चाहिँ अब के हो मोटो भन्दाखेरि मोटो के हो भन्दा मोटो भनेको आज योर फुड इज योर इन्ट्री टिकट बुझ्यौ नि केही नलिकन छिर्न नपाउने त्यही भएर हाम्रो भागबाट नि हामी हेरिनेको छौँ होइन हेर्नेवाला छौँ अरू देशको खानाकुरा चाख्ने र अरूलाई चाहनेवाला छौँ त्यही हो आजको हाम्रो प्लान होइन के भन्नु गाइस ल अब हामी पुगेर मेरो नेपाली हो भनेर नाम दर्ता गराएर यसरी चेट्टा राखेर होइन यहाँ छ सेक्सनमा गरिरहेको छौँ होइन एक होनहार युवा यहाँ खानालाई रेडी फ्रीको खाना भनेर के छ आजको कम्पिटिसनमा हामीले बाजी मार्ला त तर होइन यहाँ मलाई चाहिँ होइन यहाँ उनीहरूको प्रेजेन्टेसन चाहिँ दामी प्रेजेन्टेसन वाइज चाहिँ होइन यहाँ दामी लाग्यो मलाई मिठो त अफकोर्स मिठो कसो हुने छ यहाँ नेपाल टु द विन होइन गाइस होइन त्यही हो अहिले अब अपडेट त्यही छ हेभी एकदम हेभी ड्रिङ्कर हो टेको कोका कोला बा युनिभर्सिटी कलेज फी तिरेको उठाउने केटा हो होइन त्यही हो ल दाने दाने में लिखा है खानेवालाको नाम केटा हो होइन यो सब हान्ने हामी ट्राई गर्नेवाला छौँ होइन अब स्टार्टिङ फ्रम बर्डन नाउ हियर भने जस्तै डइचल्यान्डकोबाट स्टार्ट गर्ने कहाँबाट स्टार्ट गर्ने हामी सुरु होस् न त्यसपछि हामी खानालाई तयारी चल्दैछ के लाग्छ तपाईँलाई 45 वटा मध्ये को राम्रो होला त अब राम्रो हुन पनि त हामीलाई लागेको हुन्छ त हाम्रै हो भाइ हैन अब हाम्रो इस्लामले जिउरीहरु हुन्छ हैन जिउरीहरुले डिसाइड गर्नुहुन्छ अरे मलाई फर्स्ट प्राइज दिने भनेर अब फर्स्ट प्राइज के हो पनि अनाउन्समेन्ट त भएको छैन तर जे छ हामी होपफुल छौं कि एटलिस्ट टप 5 मा चाहिँ आउँछ भन्ने हामी नेपाल त तर जित्ने चाहिँ भनेको चाहिँ हाम्रो आश चाहिँ जित्छौँ भन्ने नै छ है हामीलाई चाहिँ अहिलेसम्म चाहिँ अब म चाहिँ अब ट्राई गर्नेवाला छु नयाँ कुराहरू सबै ट्राई गर्ने धेरैवटा रहेछ ट्राई गर्नेवाला छु त्यही हो के आज त मेन एजेन्टै त्यही त गाइज होइन यहाँ चाहिँ उप्स मोमेन्ट भएछ होइन जज आर गो टेस्टिङ आवर डिस वर्ष त के भयो तपाईँले थाहा भन्नु भर्खरै एकजनाले चाहिँ एउटा खुर्सानी चपाए जस्तो लाग्यो गाइज होइन हाम्रो जित्ने जानमा एकदम ब्लन्डर भएछ होइन खोर्सानी लामो लामो हुनुपर्थ्यो सानो थियो एकजना जजले खुर्सानी चपायो भन्ने हामीलाई लागिरहेछ अनुहार बुद्धि गरेको भन्दा चाहिँ अब यदि साँच्चीको खुर्सानी चपाएको हो भने चाहिँ हामीलाई एकदमै अब डिसएडभान्टेज हुन सक्छ किन भन्दाखेरि अब हामीले लिन त लिएर चाहिँ स्पाइसी हुनसक्छ भनेर तर अब हुनसक्छको कुरा हो चपाइ नै सकेपछि त डिस्क्लेम अब त्यही भएर हाम्रो अर्ट्समा होइन खोर्सानीले पानी फेर्दै लाग्छ सानो खोर्सानीको अझ लामो लामो खोर्सानी भएर हुन्थ्यो हुनसक्छ ब्लन्डर रेच हो खुर्सानी नभएको हामी यहाँ बसेर हेर्दै थियौँ होइन ठ्याक्क हाम्रो डिस टेस्ट गरेर बेलामा च्याट्ट मुख बिग्रेको जस्तो देख्यो किन भन्दा खोर्सानी पऱ्यो त्यही भएर त्यसले गर्दाखेरि द्याट मे कस्ट अस गाइज नेक्स्ट टाइमदेखि अचार बनाउँदाखेरि खोर्सानी अलवेज लामो ल त्यही हो अहिलेसम्मको अपडेट्स हेर्नुहोस् दर्शकबिन यहाँ बिहेको भोजमा यसरी दबाएर खाना प्लेट र हामी चम्ची लिएर सबै थोक ट्राई गर्न हिँडिसक्यौँ होइन यताबाट सुरु गर्नु यताबाट बाहिरबाट जाउँ न होइन लिने नाइस तपाईँ लिनु नि तपाईँ हाल्नु नि एउटा के छ रिभ्यू दाइ Guys, we are back होइन तर sadly we didn't win it किन खुर्सानी एकदम हुन्छ नि
पछिसम्म जजको त मुखै बिग्रिरहेको थियो होइन त्यही भएर नेक्स्ट एउटाले चाहिँ चबाए नि जस्तो लाग्यो हो त्यो हो नै जस्तो लाग्यो पछि मैले आफै हाल्दा नि होइन अघि नै पनि मैले हाल्दाखेरि 4 चोटि खायो होला मैले 2 चोटि खोर्सानी आएको थियो मुखमा एक बाइटमा त्यही भएर द्याट कस्टेड अस होइन त्यही भएर हामीले जितेन रमाइलो भयो जित्नु चाहिँ श्रीलङ्काको स्प्रिङ रोल एजियन स्टाइल स्प्रिङ रोलले जित्यो फर्स्ट प्राइज फुडको लागि डेजर्टको लागि के थियो डेजर्टको लागि बनाना ब्रेड केराको केक बनाएर मान्छेले जितिरहेछ होइन केराको केकले डेजर्ट प्राइज जित्यो होइन त्यही हो ल अब हामी घर जाँदैछौँ बिहे भोज स्टाइलमा धेरै पछि खाना खाइयो बिहे भोज जसरी सुजन दाइले थपी 4-5 प्लेट खाएको भनेर भन्नु मिल्दैन म भन्दिनँ पनि त्यही भएर ल द्याट्स न्यू अपडेट्स होइन हामीले डेजर्टै खान पाइएन डेजर्ट मैले त खाएँ लस्सी सस्सी हाने होइन लस्सी के साइनिङ अफ नेपाल लेट्स गो